आजको श्रृङ्खलामा प्रस्तुत छ बोटेर माझीहरूको बारेमा रहिआएका केही प्रचलित भनाइहरू। नम्बर 1, बोटे माझीहरू प्राय गरेर जलदेवताको पूजा गर्ने गर्दछन्। यसो गर्नाले उनीहरूको पेसामा र उनीहरूको ज्यानको सुरक्षा हुन्छ भन्ने किम्वदन्ती रहिआएको छ। नम्बर 2, बोटे माझीहरू प्राय गरेर नदीसँग जोडिएको वासस्थान चयन गरेर बसोबास गर्ने गर्दछन्। नम्बर 3, बोटे माझीहरू प्राय गरेर औँसी र पूर्णिमा बार्ने गर्दछन्। औँसी र पूर्णिमा बार्ने भन्नाले उनीहरू औँसी र पूर्णिमाको दिन प्राय गरेर माछा मार्दैनन् भने घाट पूजा गर्ने गर्दछन्। नम्बर 4, बोटे र माझीहरू तान्त्रिक विद्यामा पूर्ण मानिन्थे। उनीहरूका अनुसार पुर्खाहरूले भविष्यमा आउने कुनै पनि खतराहरूको पूर्वानुमान गरेर समुदायलाई सचेत गराउने काम गर्दथे। नम्बर 5, उनीहरूले केही रात मात्र चलाउने विशेष खालको जाल प्रयोग गर्ने गर्दथे। यो जाल पूजा गरेर प्रयोग गर्थे र जसले माछाहरू बढी आकर्षित गर्छ भन्ने जनविश्वास रहिआएको थियो। नम्बर 6, बोटे र माझीसँग मित लगाएमा ग्रह काटिने जनविश्वास रहिआएको छ। कुनै पनि काम रोकिएमा वा नबनेमा अथवा ग्रह दशा अथवा कुनै पनि दोष टार्नु परेमा बोटे माझी समुदायको व्यक्तिसँग मित अथवा सैना लगाउने चलन थियो र अहिले पनि रहिआएको छ। नम्बर 7, बोटे माझीहरूले चलाउने हरेक चिजहरूमा शक्ति छ भन्ने जनविश्वास रहिआएको छ। जस्तै बोटे माझीहरूले डुङ्गा चलाउने गबनाले दिएको पानी बच्चालाई खुवाएमा अथवा बालुवाको टिका लगाइदिएमा भूतले छल्दैन अथवा सातो जाँदैन भन्ने चलन रहिआएको छ। त्यस्तै गरी माझीहरूले चलाउने सामानहरू जाल अथवा जाबीमा अलौकिक शक्ति छ भन्ने जनविश्वास रहिआएको छ। प्राय गरेर बच्चाहरू बिरामी हुँदाखेरि जालले छेक्ने गर्दछन्। नम्बर 8, तत्कालीन समयमा बोटे माझीहरू सिमानाको भरपर्दो रक्षक मानिन्थ्यो, किनभने कुनै पनि सिमाना नदीले छुट्याउने र बोटे माझीहरूको अनुमति बिना कसैले पनि नदी पार गर्न नसक्ने हुनाले बोटे माझीहरूलाई सिमानाको रक्षक मानिन्थ्यो। नम्बर 9, बोटे माझीहरूलाई भगवान रामको परम मित्र मानिन्छ, किनभने रामायणको कथा अनुसार भगवान रामलाई केवट नामका माझीले गङ्गा पार गराएका थिए भने उक्त केवट नामका माझीलाई तपाईँ सागर तार्नुहुन्छ र म महासागर तार्छु भनेर मित्रवत व्यवहार गरेका थिए। तपाईँलाई आजको श्रृङ्खला कस्तो लाग्यो? कृपया सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला।